चाहिँ साथी आउँदै छिन् के आफ्नो काम परेर। अनि म चाहिँ जान लागेको बस स्टपसम्म। कपाल कोरिहालेँ अनि अलिकति सनस्क्रिन लाउँछु अनि त्यसपछि मस्कारा लाउँछु अनि चाहिँ जान्छु है म। यति धेरै घाम लागेको छ, सनस्क्रिन त लगाएर जानु पर्यो नि। सनस्क्रिन लगाइसकेँ, लिप बाम लाउँछु। मेरो ओठ चाहिँ कस्तो फुटेको छ क्या। पानी चाहिँ खाइरहेको हुन्छु तर पनि खोइ के भएको। त्यसपछि मस्कारा लाउँछु अनि जान्छु। ल म चाहिँ रेडी भएर पनि हिँडिसकेँ, त्यहीँ साथी आइपुगिसक्यो क्यारे। अब म पनि जाँदैछु। अनि म चाहिँ बस स्टपमै पुग्छु भनेको, रिता चाहिँ अगाडि नै झरेर यहाँ बसिसकेर रहेछन्। अनि त्यसपछि चाहिँ हामी आयौँ कोठातिर। अनि यहाँबाट चाहिँ कोठा धेरै टाढा थिएन। अनि मैले रितालाई चाहिँ धेरै टाढा छैन जाउँ भने, अनि रिता पनि भोकाएर आएको रहेछन्। अनि त्यसपछि चाहिँ हामी गयौँ करेन्ट चाउचाउ पकाउन। रिताको पनि एकदमै फेभरेट हो कि यो करेन्ट। अनि उसले चाहिँ धेरै भइसकेको रहेछ क्या यो नखाएको। पूजा मैले 1 महिना जति भइसक्यो आज तिमी र म भएर करेन्ट चाउचाउ खाने भनेर। अनि हामीले चाहिँ दुईवटा, एउटा गजबको पिरो अनि करेन्ट चाउचाउ लिएर आएर अनि पकाउन थालिहाल्यौँ। अनि रिता आएपछि मलाई कति कुरामा पनि हेल्प हुन्छ क्या। अनि मिली गरेको क्या। अनि त्यसपछि चाहिँ सबै रिताले मसलाहरू हालेर मिक्स गर्न थालिन्। हामी चाहिँ बच्चैदेखिको साथी हो क्या। कति हामी दुईवटाको कुराहरू मिल्छ, भाइब्स मिल्छ। अनि एउटाले खाने भनेपछि अर्कोले नाइ भन्ने चाहिँ कुरो नै हुँदैन। अनि त्यसपछि झन् बल्ल बल्ल आएर 1 महिना 2 महिना भइसकेको थियो हामी सँगै नभेटेको। अनि त्यसमाथि नि करेन्ट चाउचाउ त खानु। हामी चाहिँ हरेकचोटि भेट्दाखेरि चाहिँ जहिले नै करेन्ट चाउचाउ चाहिँ खाएकै हुन्छ क्या। अरू बेला चाहिँ अन्डाहरू सहित खान्थ्यौँ, आज चाहिँ खासै अन्डाहरू नहालिकन। अनि हामीलाई यस्तो भोक लागिरहेको थियो, झन् साथी मिलेर खाँदा त एकदमै मिठो भयो। एक्लै खाँदा त कस्तो लाग्छ नि। अनि झन् साथीसँग मिलेर खाँदा त एकदमै एमबी लागिरहेको। हामीले त एकदमै इन्जोय गरेर मस्तसँग खायौँ। सबैजनाले मन पर्यो भने चाहिँ लाइक, कमेन्ट, सेयर, सब्सक्राइब सबै गरिदिनु है।